साथीहरू यस्तो चर्को घाममा होइन त्यो पनि आउलमा हामी लेकको मान्छे कहाँको आउल होइन र पनि मलाई यो घामको महसुसै भएको छैन कि किन मेरो पछाडि हेर्नुहोस् त असारे फुल यति राम्रो फुल्या छ कि है कति राम्रो फुल्या छ कि मैले बिहानै पनि यो बाटो झर्दै गर्दाखेरि देखेको थिएँ तर बिहान मसँग थोरै टाइम थियो किनकि म बजार पुग्नु पर्ने थियो है सोलुखुम्बु जाँदै थिएँ यो ठ्याक्कै मैले कहाँ छु भने सोलुखुम्बु र खोटाङको सिमाना दुधकोसीको पुलको किनारामा रहेको पुलको जिपैमा पुलको छेउमा रहेको यो असारे फुल देखाउँदैछु कति राम्रो छ कि है अनि म फर्किँदा चाहिँ जसरी भए पनि यसको फोटो भिडियो लिन्छु भनेर म मनमा सोचेर गएको थिएँ अनि अहिले फर्किँदा त मलाई हतार छैन नि त होइन एकदमै बिस्तारो आरामले जाँदैछु म त्यही भएर पनि यसको जुन यो फुलको भिडियो नलिकन मेरो मनले मानेन क्या यति बबाल फुल्या छ कि यति बबाल फुल्या छ कि हेर्नुहोस् त वाउ यो फुल भएको ठाउँमा पहिला यहाँ होटल पसल थियो है तर अहिले होटल पसल छैन भयो होला सायद 6-7 वर्ष भइसक्यो होला यहाँको होटल पसल चाहिँ अलिकति कारण छ होइन एकदमै डरलाग्दो नै कारण छ त्यही भएर यहाँको होटल पसल उठ्यो है सकियो र आज यति घाममा पनि मलाई घामको महसुस किन भएन घाम छैन भन्दाखेरि पसिना हेर्नुहोस् पसिना पसिना यस्तो भइरहेछ खलखल पसिना आइरहेछ है यति धेरै तातो बाफ छ कि यता पनि सोलुको हाइट अनि यता पनि खोटाङको हाइट बिचैमा है कोसीको छेउमा सोच्नुहुन्छ होला कोसीको हावा आउँछ है आउँछ नि त प्रायः कोसीबाट हावा तर नो यहाँ चाहिँ एकदमै गहिराभित्र भएकोले हप हप तातो बाफ आइरहेछ मलाई हिँड्नु पनि गाह्रो भइरहेको थियो तर जब यो फुल देखेँ नि र बिहानैको प्लान थियो मेरो यो फुलमा भिडियो लिन्छु जाँदा त मलाई हतार भयो आउँदा बरु अलिकति छिटो आउँछु होइन भिडियो फोटो लिन्छु भनेर सोचेको थिएँ त्यही हेर्दै आउँदाखेरि ट्याक्कै मसँग उपयुक्त समय पनि भयो र आजको मेरो यात्रा एकदमै इन्ट्रेस्टिङ अनि बवाल भयो किनकि मैले सोचेको भन्दा पनि बेसी सोचेको थिएँ गाडीसम्म पुगाउँला गाडीमा बिस्तारो बजार जाउँला भरौँला आउँला होइन तर पनि मैले अपरिचित मान्छेको साथमा बजार पुगेँ त्यो पनि मोटर बाइकमा है न मलाई गाडी भाडा तिर्नु पर्यो न मोटर बाइकमा तेल हालिदिनु पर्यो म फेरि त्यति कन्जुस चाहिँ होइन है अप्ठ्यारो पर्दाखेरि मैले लिफ्ट पाएँ होइन अपरिचित मान्छेले चाहिँ बस जाउँ भन्नुभयो गइयो तर मैले जुन लागेको तेलको भाडा दिनु खोज्दा चाहिँ उहाँले लिनु भएन होइन यसमा मेरो के गल्ती जहाँ गयो त्यही आफन्त पाउनु भनेको त सामान्य होइन नि त गाइज होइन अलिकति भाग्यमानी हुनु पर्दो रहेछ क्या जहाँसम्म लाग्छ म जहाँ जान्छु जे गर्छु तर पनि कहीँ न कहीँ आफन्तको साथ पाएकै हुन्छु कि कहिलेकाहीँ नचिनेको मान्छेले साथ दिनुहुन्छ होइन होला 1 महिना अगाडि मेरो इम्पोर्टेन्ट सामानहरू मेरो यही साइड ब्याग मैले हराएको थिएँ है त्यो हराउँदाखेरि पनि यो त अब मरे पनि पाइँदैन किनकि यहाँ पैसा पनि थियो अलिकति शङ्कास्पद हुनको लागि ब्याग भेटिए पनि फिर्ता नपाउनको लागि चाहिँ पैसा पनि थियो कि अब पैसा पाएपछि मान्छेले पैसा झिक्छ खान्छ नि त हात पर्दैन र मेरो इम्पोर्टेन्ट भनेको त त्यही नागरिकता होइन अनि पासपोर्टहरू थियो अरू अन्य हस्पिटलको कागजातहरू बिलहरू पनि थियो होइन अनि त्यो भएको कारणले चाहिँ भेटिँदैन भनेर मैले मन मारिसकेको थिएँ तर लास्टमा त्यही दिन जस भनौँ 12-13 घन्टाको फरकपछि त्यो सामान पाइयो है अनि म त आफूलाई निकै भाग्यमानी महसुस गर्छु साँच्चै नै र मान्छे भइसके पछाडि यतिको भाग्यमानी चाहिँ हुनैपर्छ है साथीहरू होइन सधैँभरि दुःख मात्रै भएर त हुँदैन नि त भाग्यमानी हुनुको लागि मन मस्तिष्क पनि आफूले एकदमै सफा राख्नुपर्ने रहेछ र अरूलाई परेको बेला सहयोग पनि गर्नुपर्दो रहेछ है आफूलाई अप्ठ्यारो पर्दाखेरि अपरिचित मान्छे अन्जान मान्छेको साथ पाउनको लागि आफूले पनि कहिलेकाहीँ चाहेर नचाहेर अन्जान मान्छेलाई होइन सहयोग गर्नु पर्दो रहेछ उनीहरूलाई खुसी पार्नु पर्दो रहेछ अनि पाइँदो रहेछ त्यसको फल पनि आफूले म पनि त्यस्तै गर्छु कि अब बुढाबुढी देखेपछि कति माया लाग्ने कि बाजे बोजू उमेरको मान्छे देख्यो भने कति माया लाग्छ है मेरो त मैले त बाजे बोजू भेट्न पाइनँ नि त मेरो घरको त्यही भएर कति माया लाग्छ अनि कि त सानो बच्चा नै स्कुले बच्चा कि त बाजे बोजू उहाँलाई भेट्यो भने मैले पकेटतिर चुइगमहरू बोकेर हिँडे हुन्छु बच्चाहरू भेट्यो भने दिन्छु म नचिन्नेलाई पनि अनि बुढाबुढी देख्दा पनि मसँग मैले फेन्टा जुसहरू फ्रुटीहरू बोकेको छु भने मैले खान दिन्छु के उहाँहरूले कहाँको नानी हो कसको छोरी हो लुहै छोरी नचिनेको मान्छेलाई दिनुभयो धर्मै होस् सोचेको पुगोस् पढाइ कहाँसम्म छ पढाइ सक्सेस होस् भन्नुहुन्छ के त्योभन्दा हामीलाई के चाहियो र होइन हामीले बुवा आमाको लिने भने त आशीर्वाद हो नि त होइन त्यही भएर मलाई चाहिँ धेरैभन्दा धेरै इम्पोर्टेन्ट र महत्त्वपूर्ण कुरा चाहिँ त्यो लाग्छ र हामीले कहिले पनि सोच्नु हुँदैन रहेछ कि सबैले मलाई सहयोग गरोस् सबैले मलाई सहयोग गरोस् मात्रै
उसले नचिन्ने मान्छेले सहयोग गर्नु, कसैले आफूलाई राम्रो सोच्नुको मतलब आफूले पनि अरूलाई राम्रो सोचिराख्नु पर्दो रहेछ होइन। त्यसको फल बिस्तारो बिस्तारो हामीसँग आउने नै रहेछ। त्यस्तो भयो आज पनि होइन। अनि धेरैचोटि यस्तो भएको छ क्या मलाई चाहिँ। पहिला पनि म यता सोलुखुम्बा आउँदाखेरि पनि त्यसरी नै मैले लिफ्ट पाएँ होइन। र आज पनि धेरै समयको ग्यापमा फेरि आउँदा पनि आज पनि त्यस्तै समय पाएँ कि यति धेरै खुसी लाग्यो कि साँच्ची नै है। आहा, लाइफ चाहिँ यस्तो पो त, आफूले सोचेको भन्दा बढी भइदिने होइन। त्यो खुसी कसरी व्यक्त गर्ने। त्यही भएर सफा मन मस्तिष्क राखेर अगाडि बढ्यो भने साँच्ची नै जति नयाँ ठाउँमा जाउँ, जति नयाँ मान्छेसँग हिँडौँ होइन, आफन्त कोही नहोस् तर तिनीहरू अपरिचित मान्छे नै आफन्त भएर परेको बेला उभिँदो रहेछन् के। यो चाहिँ आज मलाई महसुस भयो। अनि यो फुलको भिडियो लिँदै गर्दाखेरि म यति पनि बोलेँ है। यति राम्रो छ कि जुन यो तपाईँले भिडियोमा देख्नु भएको छ नि, यो फुल यो देखिएको भन्दा पनि यो नाङ्गो आँखाले प्रत्यक्ष हेर्ने भने यति ब्युटिफुल छ कि है। कति राम्रो फुल छ। यो फुलले मेरो मनलाई लोभायो, त्यही भएर म यति बोल्न खोजेँ।